हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल SNMGRG। अनि आज चाहिँ चैते दसैँ, सो सबैलाई ह्याप्पी चैते दसैँ। अहिले चाहिँ म यहाँ घरमा छु, गाउँको। दिन यस्तो छ, आकाश यस्तो छ, यता जङ्गलहरू छ के अरे। त्यही आज चैते दसैँ। अब त्यहाँ मन्दिर छ, उहाँ चाहिँ त्यहाँ मन्दिरमा पूजापाठ हुन्छ अरे। पोखराबाट बसमा त्यस्तै 30 जना जति आउँछ होला सायद मन्दिरमा आज यसो पूजा गर्नलाई। सो अहिले चाहिँ यति नै। अब खिचेछ भने अपलोड गरौँला के अरे। अनि आज चाहिँ पोखरा फर्किएन भने होप माथि डाँडामा, फलाते डाँडामा बाटो गह भन्छ क्या, कस्तो छ ट्राई गरिन्छ जानलाई। गएछ भने खिचेर हालिन्छ के अरे। त्यही हो। एकछिनमा भेटौँला नि त, कति बेला खिचिन्छ थाहा छैन। पिस आउट। 2 hours later. पोखरेली गाईहरू आइसकेको अवस्था, बुढापाका यस्तो छ अब।
पूजा तुरुन्तै सुरु हुनेवाला छ र तपाईँहरू पूजाको लागि यहाँ लम्बत्त तरिकाले चाहिँ यहाँ आइदिनु होला र पूजा गरिसकेपछि उहाँ चियाको बन्दोबस्त छ पोखराबाट आएको दिदीबहिनी दाजुभाइहरूलाई विशेष गरेर कस्तो लिएर आउनु भयो त हो दाजी नाकमा त बहुत अच्छे अच्छे हालिराखेछ त हो रुखले त Five minutes later. धन्यवाद पनि दिन चाहन्छु र आज हाम्रो यो चतुर्दशी कोट मौल पूजाको लागि हामी आएको थियौँ र हाम्रो समाजबाट यहाँ कोटमा काम गर्ने या कोटमा पूजा गर्ने हाम्रो चाहिँ केही सदस्यहरूलाई हामीले चाहिँ केही रकमहरू प्रदान गर्न गइरहेका छौँ। यसमा हाम्रो पण्डितज्यू ताङ्लेकोट तमु समाजबाट चाहिँ पण्डितज्यूलाई चाहिँ हाम्रो केही दक्षिणा दिन गइरहेका छौँ। हाम्रो अध्यक्षज्यूले पञ्चबाजाको अध्यक्ष यता आइदिनु होला। पञ्चबाजाको सिनियर अनि कटुवाले कतिको मगर हरायो।
खुकुरी फुक्ने खुकुरी मन्त्र जप्ने हाम्रो जसै दाई अनि र खुकुरीलाई धार लगाउने हाम्रो दाइको त सुकुबहादुर दाई ल सुकुबा दाई आइदिनु होला उताको हाम्रो यो उतापट्टि सेट मुनि बस्नुभएको हाम्रो बाबा आमाहरू पनि यता अगाडि आइदिनु होला हाम्रो अध्यक्षज्यूबाट केही भनाइराख्दै हुनुहुन्छ एकछिन अगाडि आइदिनु होला चिया खानु भएको टिका लाउनु भएको सबैलाई अनुरोध गर्न चाहन्छु आज हाम्रो कोट ताङ्ले कोट भन्नाले यो ताङ्लेको मात्रै होइन यो वरिपरिको गाउँहरू छ ताङ्ले कोट भनेपछि सबैलाई बुझ्नुपर्छ यो हामी सबैले त्यही भएर आज चाहिँ लक्ष्मीकोटबाट यसै गरेर अब ठुलो दसैँमा सबै गाउँका अध्यक्षहरूलाई म फेरि उहाँलाई अनुरोध गर्छु यस पालिभन्दा यतिखेर चाहिँ अलि उपस्थिति बढी हुनुपर्छ भन्दै हाम्रो पण्डितज्यू चन्द्रमान सबै हाम्रो कार्य समिति सबै ताङ्ले गाउँको यहाँ बस्नुभयो संसारभरि जहाँ भए पनि ताङ्लेवासीहरू ताङ्ले कोटवासीहरूलाई सबैलाई आज चैत दशैँको शुभकामना आज कोटमा हामीले भव्य तरिकाले पोखरादेखि दुईटा बस आएर प्लस यहाँ चाहिँ आफ्नो सम्पूर्ण इष्टमित्रहरू उहाँ गएर खाना खाइदिनु होला ताङ्लेका उहाँ पोखराबाट जति पनि आउनुभएका दिदीबहिनी दाजुभाइहरू सम्पूर्ण उहाँ गएर हाम्रो नौमती बाजा पनि उहाँ पुरै जाने र रमाइलो गर्ने भन्न चाहन्छु है ल धन्यवाद 5 minutes later. है भनेको मलाई पनि इसारा दिदिमो माया झिम झिम सानो नजिम क्या परेली भुतुकै हुन्छु म
यति भन्दै यस्तो पानी परेको यार माथि फलाटे डाँडा जाने भनेको क्यान्सल गरियो अब पोखरातिर हिँडिन्छ एकछिनमा तलतिर भातसात खाइसकेको छ सबै म चाहिँ यहाँ हाम्रो सुदीप मामाको घरमा हिजो एक रात यहीँ बसिएको अरे यति भन्दै आजको भिडियो चाहिँ यो भिडियो चाहिँ यहीँ टुङ्ग्याउँछु सी यु इन नेक्स्ट ब्लग टिल देन किप सपोर्टिङ किप सोइङ लभ धन्यवाद चाउ गाइज 2 hours later. भ्यू क्यामेरा खोल्ने थिएन कुहिरो लागेको देखेर रोकेको म पनि खतरा कुहिरो लाग्यो हेर न यारमा आज चाहिँ जस ठिकै रमाइलो भयो तर हल्का पानी परिदियो अनि माथि फलाटे डाँडा जाने प्लान चाहिँ क्यान्सल भयो टेन्सन के अनलक्की पानी नै पर्दियो अनि अलि फेभरेट भाइ चाहिँ फेरि ससुराली जान्छु भनेर बुढीले ससुराली जाऊँ भनेर बुढीसँग गएर रहेछ जहाँ भनेर गयो क्या त्यसैले मनी एक्लै नि को जान्छ भनेर गइन अच्छा हमको सिखा रिया है के साह्रो कुहिरो हो यस्तो हल्का सिमसिम पानी पनि परिरहेछ यहाँ हेर न यहाँ भयो अगाडि केही देखेको छैन मादर गुल्ली मान्छेहरू यहाँ पुरा फगी खिच्ने भनेर खतरा देखेछ यार तर यारमा फर्स्ट टाइम यस्तो कुहिरोमा चलाएको चाहिँ हल्का क्लियर रहेछ अहिले त माथिबाट तल झर्दै अन्त त्यसैले हल्का हल्का क्लियर भयो नत्र त यता हेरौँ केही देखेछ
हेर गाइस केही देखेछ फुच्चे लाने ग्रास त्यही भनेर पोखरा त केही देखेको छैन मुटु छुने लुम्लेको हावाले मनै छोड्यो त्यो बोलीले कस्तो पो थियो यार गीत यार मुटु छुने लुम्लेको हावाले मनै छोड्यो Tini bosyo dilima हल्का हल्का पानीले नि स्याट हानिरहेछ के साह्रो अँध्यारो भएको यार अहिले कति न बज्यो खरमा 4:30 ओहो अगाडि त अँधेरो साला कुहिरो भएको खिचौँ भनेर हल्का खिचौँ भनेको मादर कुल्ली यता त पानी पो पर्न थालेछ त यार साला पानी नपरे नि हुन्थ्यो नि भरे यसो खिच्दै जान त हुन्थ्यो मादर गुल्लीहरूले कस्तै उज्यालो त छ त यार यस्तो हेडलाइट बाल्छमा के को हतार मादर गुल्ली पछाडिकोलाई हर्न बजाउँछ भोसडी ओहो खुल्ला देखेको त क्या खतरा देखेको छ त हौ ओहो यता त पानी हो परेको त मादर गुल्ली कहाँ एक्सिडेन्ट भएछ जस्तै एक्सिडेन्ट भएछ क्या हो ढेन्चोक कुदाएर गएको त अब कुदाइन्छ यहाँ हाइवेमा गएपछि बाइकहरू टन्नै गर्छ क्या माथै भाइब्स आहा छुट्टै भाइब्स
भित्रमा चाहिँ भाइजार लगाएको त केही नदेखिने रहेछ हौ। आधारगुली किरा नि परेकै छ, पानी नि पसेकै छ। हेम्जा आइपुगेँ म। फेरि पनि मेरो के भन्छ भिडियो अब फेरि एकचोटि डाइन गर्छु होइन। एनिवे खासै त्यति साह्रो फरक त छैन होइन। त्यही नि भनेर नि काम छैन। त्यही पनि थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सी यु इन नेक्स्ट भिडियो होइन। के बोलेको मलाई थाहा छैन यार। ओके आजलाई यति नै होइन गाइजहरू। एन्ड गर्छु भनेको महासाला बोल्नै आएन हो। ओवर एक्टिंग की औलाद, अब तेरे को बराबर होता नहीं क्या बोलने को। चले एक काम कर, 200 रुपया दे और 50 रुपया काट ओवर एक्टिंग के वजह। ल अहिले चाहिँ हेम्जा आइपुग्यो। अब चाहिँ त्यस आज दसैँ चैते दसैँ फेरि पनि ह्याप्पी चैते दसैँ सबैजनालाई। हो त अब कोही घरमै बसेर मनाउनु भयो होला, कोही कता कता घुम्न गएर मनायो होला, कोही त मनाउँदै मनाएन, कसलाई थाहा पनि छैन होला चैते दसैँ हो भन्ने। पोहोर त वैशाखतिर पऱ्यो जस्तो लाग्थ्यो, आज त चैतको साह्रै भयो मिड मन्थमा। त्यही पनि यति भन्दै म मेरो भिडियो आजलाई यहीँ समाप्त गर्दै, प्लिज लाइक सेयर सब्सक्राइब द च्यानल। मन पऱ्यो नि मन नपरे पनि अब त्यही हो, हेरिदिनु होला एकचोटि। त्यति साह्रो राम्रो त हुँदैन भिडियो, त्यही पनि बोल्नै आउन त्यसैले त्यस्तो इन्ट्रेस्टिङ नै हुँदैन। खालि यही चलाएको मात्रै हो। आफ्नो थोप्रा देखाउनु त्यस्तै हो। थोप्रा देखाएपछि त्यो भएको अलिकति भएको त्यो साथ अलिकति सब्सक्राइब पनि जान्छ त्यसैले। समझ रहे हो आप? समझ रहे हो? यति भन्दै सी यु इन नेक्स्ट व्लग। टिल देन स्टे सेफ, राइड सेफ भन्दै टाटा बाई, चाओ, adios, peace out. Sunshine, let it in.